पर्यो है, पानी पर्यो। पानी परे पनि ट्रेकिङ आएपछि हिँड्नै पर्यो। अब रहर होइन, बाध्यता छ। हावा पानी परे पनि अब हामी सुरक्षित यात्राको कल्पना गर्दै हिँडिरहेछौँ सबैजना। लाङटाङमा धेरै पानी परेको छ है। ल सबैजना प्रपर रेनकोट लगाएर हिँडिरहेछौँ। ल यसरी हिँड्नु परेको छ। गाह्रो छ, गरी खान गाह्रो छ र गरी खान गाह्रो छ, सजिलो छैन। लु मान्छे घोडा तबलाबाट यहाँ आइसक्यो। हामी थाङसाबाट ओह्रालो जाँदैछौँ। नमस्ते। अब यस्तै छ, बटुवा मान्छे हिँड्नै पर्यो। ल अब घाम पानी भन्नु पाएन, घाम लाग्यो नि हिँड्नै पर्यो, पानी पऱ्यो नि हिँड्नै पर्यो। के गर्छ हजुर? पर्यो 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 यस्तै छ। ल अहिले हामी लाङटाङ ट्रेकबाट फर्किँदैछौँ। हिजो रातिदेखि पानी परेकै छ। आज बिहानदेखि पानी झरीमा यसरी हिँडेकै छ। अहिले ठ्याक्कै बिहानको 8:50 भएको छ र यहाँ घोडे तबेलासम्म आइपुग्दा चाहिँ हाम्रो यात्रा राम्रै भइरहेछ भनौँ। पानी झरीभित्रको यात्रा। ल अहिले हामी 9 बजे घोडे तबेलाको लाङटाङ खोलामा काटेको पुलमा हिँड्दैछौँ। पानीको प्रवाह निकै बढेको छ। हिजो रातभरि पानी परेकोले होला, अहिले पनि परिरहेको छ। ठ्याक्कै 9:35 भएछ। पानी झरीभित्रको यात्रा यो पुलसम्म आइपुग्दाखेरिसम्म सबै राम्रै भइरहेछ। ठ्याक्कै 9:45 भयो। हामी राम्रो गरेर यहाँ सुनामासम्म आइपुगेका छौँ पानी झरीमा। ठ्याक्कै 9:50 भयो। हामी पानी झरीभित्रको यात्रामा रिभर साइड आइपुग्यौँ है। रिभर साइड यहाँ ट्रिकहरू पनि उकालो लाग्दो रहेछ। झन्नै बाटोभरि मान्छे छ। अब
त्यही हिसाबले बाटो राम्रै छ कि भन्ने आशमा हामी हिँडिरहेछौँ। ल कहाँबाट आयो भाइहरू आज? शेर्पा गाउँबाट। ए पानी पऱ्यो है? कताबाट आउनुभयो आज? शेर्पा गाउँबाट दाइ। शेर्पा गाउँबाट। ठ्याक्कै अहिले 11 बज्यो। पानी झरीभित्रै हामी लामा होटल आइपुग्यौँ। यहाँसम्म राम्रोसँग आइपुगेका छौँ साथीहरू। पानी मजाले परिरहेको छ। यहाँ हाम्रो कदम अगाडि बढिरहेछ है, बढिरहेछ। कहाँबाट आउनुभयो आज? हजुर ब्याम्बोबाट। पहिरोमा कस्तो छ बाटो? पहिरो झराएको छैन हो, त्यस्तो खतरा छैन। मान्छे हिँडिरहेको तल पनि गइरहेको। ल तपाईँहरू आज लाङटाङसम्म जाने। ल लाङटाङ निकै छ बाटो त है, 4-5 घन्टाको लाग्छ। हजुर ल ल शुभ यात्रा। ल त ल ठ्याक्कै 11:20 भयो। 11:20 भयो। अहिलेसम्म चाहिँ मुसु हाँस्न सकिरहेछ। जुन चाहिँ डाँडा आइपुग्यो पानी झरीमा। अब यहाँबाट ओह्रालो है त। आमामामामा कफी खाँदै गरेको? Mingwei is here. Hello. Here, 20 minutes? Oh. Almost there, yeah, of course, yeah. We did not stop. We went as fast as we could. Can't see Mingwei though. You were too fast. Look at him. Yeah. Looks like he didn't even go in the rain. I know. Yeah. Wondering some hot drink, tea? Or I don't know. How far are we from? Like, what are you thinking? From here to Bamboo. Or plans, yeah, like. Yeah, it's like 1.5 hours, something like that. Downhill. We have to cross a landslide, and then bridge, and then the jungle down. Yeah. I don't need anything. Okay, we can continue then. No problem. Yeah. You want anything, Brian? I'm good. You're good. I'm good too. Yes. You sure? You don't need tea? Huh? You sure? I'm sure. Yeah. I feel like without tea you might. If I drink a lot of tea, then I should make a lot of tea. Yeah. True. It has a tendency to do that. ल हामी जान्छौँ बिस्तारै चिया नखाने चाहिँ। बादल वर्ष बिजुली भन्ने गीतले चाहिँ न्याय पाएको छ। हामीले चाहिँ दुःख पायो है। दिनभरि पानी झरीमा झर हिँड्नु पुरा छ, हिलो छ बाटो, चिप्लो छ बाटो। ल यतापट्टि लाङटाङ खोला देख्न सक्नुहुन्छ।
हामी यसको तिरैतिर हिँडिरहेछौँ। पानी झरी बिहानदेखि परिरहेछ, हिजो राति 9 बजीदेखि नै परिरहेको हो। पहिरोको बाटो हामीले भर्खरै काट्यौँ। पहिरो कटिसकेपछि बल्ल एउटा किसिमको सास फेर्न सकिरहेको छु। पानी पर्यो अब बिस्तारै बिस्तारै हिँड्नु पर्यो। त्यही त पानी रोक्दैन, अब भिजिरहेको छ। कति आउँछ अब है? ल ल साथीहरू, पानीमा हिँड्दा हिँड्दा हिँड्दै बिहानको रोटी तरकारी सक्यो। बम्बु ठुलो लाग्यो। अब 2 मिनटमा हामी बम्बु पुग्छौँ। हो खोल्सा खोल्सा खोल्सा। ल 1:20 भयो, 1:20 अब पानीभित्र। अब यहाँदेखि स्याब्रुपेस्टीको लागि लाग्यो अब बम्बुबाट हामी है त। भयो 2:25 ठ्याक्कै हामी पहिरोमा पुग्यो है। पहिरोमा पानीभित्र हिँडिरहेको छ। अब स्याब्रुपेस्टीसम्मको यात्रा हाम्रो जारी छ। यहाँसम्म सफलतापूर्वक आइपुग्यौँ। ल 2:45मा हामी चाहिँ डोमेनमा पुग्यो है। डोमेनको वाटरफल हेर्नु। अब नेक्स्ट स्टेसन स्याब्रुपेस्टी। लाङटाङ खोला हेरेँ। यहाँ लाङटाङ खोला बौलाइरहेको छ। डरै लाग्दो छ नि त।
पुग्यो ल ल आमा